हेलो गाइस, दर्शन नमस्ते। म चाहिँ सिधै खाडीदेखि होइन, खाडीको पनि युएईको पनि आबुधाबी तास्मिन यो ठाउँलाई चिन्ने को हुनुहुन्छ? अनि कि हाम्रो देशमा राजाको पालामा यो निर्माण भएका, राजाको पालामा सञ्चालन भइरहेका कल कारखानाहरू अहिलेको पिएचडी होल्डर सम्माननीय प्रधानमन्त्रीज्यू ग्रुप एकजना मात्रै अहिलेको केपी शर्मा ओलीलाई मात्रै भन्दैन, म शेरबहादुर प्रचण्ड सबै त्यो अरू पनि हुनुहुन्छ कि उहाँहरूले किन बन्द गर्दै जानुभयो भनेको अहिले आएर थाहा भयो कि रहस्य। हावा चल्यो कि पुरै त्यहाँदेखि त्यो फ्याक्ट्रीदेखि निस्किएको धुलो धुवाले खत्तमै बनाउँदो रहेछ त। यसो मर्निङ वाक रनिङ जाउँ त भनेर निस्केको हावा सँगसँगै धुलो यत्रो खत्तम छैन, रनिङ गर्ने वातावरणै छैन। त्यो भएर बन्द गर्नुभएको रहेछ उहाँहरूले। जे गर्नुभयो ठिक गर्नुभयो, त्यसलाई डुबाउनु भयो, केही छैन। अब पानीलाई जोगाउनु भयो। ओके, धन्यवाद तपाईँहरूलाई।